एक दिन मरेर जानु छ, त्यसो भएको कारणले मैले राम्रो काम मात्रै गर्नुपर्छ, नराम्रो कामहरूको मन दुखाउने, अरूलाई दुःख दिने, होइन, अरूलाई रुवाउने काम मैले गर्नु हुँदैन। उपस्थित सबैलाई मेरो सम्मान छ, धन्यवाद पनि छ। अघिल्तिर बस्नुहुने हाम्रो आजको विशिष्ट अतिथि ग्रान्ड मास्टर भनेर उहाँलाई हामी भन्छौँ, ग्रान्ड मास्टर राजकुमार राई, हाम्रा सांसदहरू, उता हाम्रो अग्रज अतिथि दाजु, उपस्थित सबैजना दाजुभाइ दिदीबहिनी, पत्रकार सबैजनालाई, युवा, मेरो नमस्कार छ। यो हाम्रो श्रम संस्कृतिमा चाहिँ विभिन्न अभियानहरू छन्। यो श्रम संस्कृति भनेको एउटा पार्टी मात्रै होइन है। पक्का यो देशलाई हामी कसरी बनाउन सक्छौँ त, कसरी यसलाई श्रृङ्गार्न सक्छौँ त, हाउ वी क्यान मेक इट मोर ब्युटिफुल भन्ने बारेमा एउटा चाहिँ गरिने चिन्तन हो र त्यो चिन्तन अनुसारको नीति तथा कार्यक्रमलाई तय गरेर अगाडि बढिरहेको एउटा अभियान हो। राजनीतिक दल पनि हो यो, किनभने हामी चुनावमा भाग पनि लिन्छौँ है। त्यसो भएको कारणले गर्दाखेरि यसरी बहुआयामिक ढङ्गबाट यहाँ हामीले बुझ्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। श्रम संस्कृति भन्ने बित्तिकै मान्छे बन्ने प्रक्रिया, मान्छे बन्ने अभियान हो पनि मैले भन्ने गरेको छु। हामी लुगा लगाएर बस्छौँ, भात खान्छौँ, घरमा बस्छौँ, मोटर गाडीमा कुद्छौँ, यति गर्दैमा हामी मान्छे बन्न सक्दैनौँ। मान्छे बन्नका लागि सबैभन्दा पहिला हामीसँग मानवीय भावना हुनु जरुरी छ। कसैलाई चोट लाग्दाखेरि आफूलाई दुखेको महसुस भयो भने मात्रै हामी मान्छे है। त्यो खालको एउटा परोपकारको भावना, त्यो खालको एउटा संवेदनाको भावना, त्यो खालको एउटा संवेदनशीलता, त्यो खालको मानवता हामीसँग छ भने मात्रै हामी मान्छे हो। त्यसो हुँदाखेरि यो श्रम संस्कृति एउटा दल रहेछ, चुनावमा भाग लिन्छ, 2-4 एजेन्डा भाषण गर्छ, अनि जिते काम गर्छ, नजिते फेरि तपाईँको चाहिँ अभियान चलाउँछ भन्ने हिसाबले मात्रै हामीले बुझ्नु पर्यो। श्रम संस्कृतिको थुप्रै आयामहरू छन्। पहिलो कुरा चाहिँ हामी मान्छे बन्नुपर्छ। म पनि मान्छे बन्ने कोसिस गरिरहेको छु। आई थिङ्क यु आर अल्सो ट्राइङ टु बी ह्युमन, मलाई लाग्छ है। आज दार्चुलामा एकजना सानो नानी तुइनमा झुन्डेर खोला तर्दै गरेको देख्दाखेरि त्यो ठाउँ खोज्दै 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 10 दिनसम्म खोजेर पत्ता लगाएर पुल थाप्न जाने मान्छेहरूको टिम हो श्रम संस्कृति। यतिखेरै पनि महिना दिन धेरै भइसक्यो है, त्यहाँनिर कठोर श्रम गरेर बसिराख्नु भएको छ। त्यो पुल जीवनमा कहिले तर्ने छैन। त्यो के तपाईँको छ कि यहाँ त्यो बाट श्रम गर्न जाने श्रमदाताहरूले जीवनमा तर्ने होइन त्यहाँ, तर पनि त्यहाँ पनि हाम्रा मान्छेहरू बस्छन्, दुःख पाए भन्ने कुरालाई महसुस गरेर हामी त्यहाँ किन पुग्यौँ भन्दाखेरि अरूले पाएको दुःखले हामी दुःखी बन्छौँ। अरूले तपाईँको चाहिँ के अरे होइन पाएको दुःखमा हामी दुःखी बन्छौँ। हाँसे यो देशसँगै हाँस्ने हो, रोए यो देशसँगै रोने हो भन्ने एउटा भावनाबाट उचालिएको अभियान हो यो श्रम संस्कृति। त्यसो हुँदाखेरि यो श्रम संस्कृति भनेको मान्छे बन्ने एउटा अभियान। हाम्रो व्यक्तिगत स्वार्थहरूभन्दा माथि छ यो देश। यो देश भनेको हामी सबैजनाको सार्वजनिक स्वार्थ हो भन्ने कुराको बोध, त्यो खालको उद्घोष र त्यो बोध र उद्घोष अनुसारको अभियान हो श्रम संस्कृति। यो श्रम संस्कृतिले थुप्रै कार्यहरू गर्छ। यति नै खेर थुप्रै ठाउँमा श्रमदानहरू भइराखेका छन्। ती सम्पूर्ण श्रमदाताहरूलाई आज यो ठाउँबाट सम्झन चाहन्छु। हृदयदेखि माया, आदर, सम्मान
र धन्यवादका साथ म सम्झन चाहन्छु। यतिखेरै पनि थुप्रै ठाउँमा पार्कहरू बनाउँदैछन् हाम्रा संवाददाताहरूले। पाउने आशा केही छैन, म योबाट के पाउँछु भन्ने आशाले होइन, तर यो देशलाई दिनुपर्छ भन्ने एउटा होसले, त्यो खालको चेतनाले गरिरहनु। मेरो थुप्रै कविताहरू छन्, थुप्रै भनाइहरू पनि भनिरहन्छु म। के कतिले बुझ्छन् राम्रै भन्छन्, कतिले बुझ्दैन खिसी गर्छन्। जे गरे पनि ठिकै छ। म भन्ने गर्छु, मरेर लानु केही छैन, दिएर जानु धेरै छ। हामी जन्माउँछौँ मर्नका लागि जन्माउँछौँ। मृत्यु र जीवन, जीवन र मृत्यु, जन्म र मृत्यु बिचको होइन त्यो स्प्यानलाई हामी लाइफ भन्छौँ, जीवन भन्छौँ। त्यहाँभित्र हामीले विभिन्न कार्यहरू गर्छौँ है। तर हामीलाई थाहा हुनुपर्छ एउटा कुरा के छ भने, म सधैँभरिका लागि यो धरतीमा आएको होइन, म जम्बरीको बुट्टी लिएर आएको मान्छे होइन भन्ने हामी सबैलाई थाहा हुनु जरुरी छ। प्रत्येक व्यक्तिलाई एक दिन मरेर जानु छ। त्यसो भएको कारणले मैले राम्रो काम मात्रै गर्नुपर्छ, नराम्रो कामहरूको मन दुखाउने, अरूलाई दुःख दिने होइन, अरूलाई रुवाउने काम मैले गर्नु हुँदैन भन्ने चेतना श्रम संस्कृतिको कोर भेल्यु हो। अरूलाई सुख दिने प्रयत्न हामी गरिरहन्छौँ। धरानको महानगरपालिकाको नगर प्रमुख भएर म आएँ। थुप्रै काम गरिन्थ्यो, भिर पाखा वन जङ्गल, मान्छेले खिचिटिउरी गर्ने। किन त्यत्रो टर्चर गरेको आफूले आफूलाई प्रश्नहरू आउँछ भन्दाखेरि, आफू जलेर अरूलाई प्रकाश दिने भने जस्तो होइन, आफूले चाहिँ दुःख गरेर अरूलाई सुख दिने चेतना श्रम संस्कृतिमा रहेको छ। र यस्तो एउटा टिम हो जुन टिमले थुप्रै परोपकारका सेवाका कामहरू हामीले गरेर आइरहेका छौँ। यति नै भनेर यहाँ फेरि यस्तो मैले लामो सुनाइरहन चाहन्न। ती मध्येको एउटा काम भनेको चाहिँ सम्मान गर्नु पनि हो है। इफ यु वान्ट टु बी रेस्पेक्टेड, लर्न टु रेस्पेक्ट अदर्स। हामी यदि सम्मानित बन्न चाहन्छौँ भने अरूलाई सम्मान हामीले गर्न सिक्नुपर्छ। त्यो हाम्रो भेल्यु। र आज यो कार्यक्रममा हामी एउटा यस्तो व्यक्तिलाई सम्मान गर्दैछौँ जसले यो देशका लागि पसिना बगाउनु भएको छ, यो देशका लागि पीडा सहनु भएको छ। उहाँ टेक्वान्डो खेलाडी हो भनेर हामीले मूलतः चिन्छौँ उहाँलाई, तर उहाँ बडी बिल्डर पनि हुनुहुन्छ है। उहाँ अन्य खेलहरूमा पनि उत्तिकै तपाईँको चाहिँ महारत हासिल गर्नुभएको व्यक्तित्व हुनुहुन्छ। फुटबल, भलिबल, बास्केटबल लगायतका अलराउन्ड स्पोर्ट्समा उहाँको अत्यन्तै ठुलो सुप्रिमेसी होइन रहिआएको छ। म चाहिँ सानोमा उहाँको कुराहरू सुनेर हुर्केको हो। यस्तो हुनुहुन्छ भनेर, कस्तो चाहिँ हुनुहुन्छ त उहाँ भन्ने खालको थियो। अस्ति हार्दिक होटेलमा संयोगवश भेट भयो। उहाँले थुप्रै पदकहरू देशका लागि जित्नु भएको छ। उहाँले आफ्नो लागि जित्नु भएको, पर्सनल्ली भन्दा पनि देशको लागि जित्नु। त्यसो भएको कारणले गर्दाखेरि त्यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरूले विभूषित व्यक्तिलाई हाम्रो जस्तो एउटा सानो भर्खरै ताती गर्दै गरेको पार्टी हो यो। उमेरको हिसाबले, विचार र भिजनको हिसाबले त हामी सबैभन्दा ठुलो हौँ भन्ने दाबी म गर्छु। त्यो कुरामा म कति महिना कोसँग कहाँ बहस गर्नुपर्ने, हरेक कुरामा भिजन हाम्रो त्यति वाइड छ। देशको अर्थतन्त्रदेखि लिएर, शिक्षादेखि लिएर, समाजदेखि लिएर, कल्चरदेखि लिएर, इच एन्ड एभ्रिथिङमा हामी यति धेरै गहन तपाईँको छ नि होइन हाम्रो भिजन छ। भिजन वाइज हामी अत्यन्तै ठुलो पार्टी हो, तर उमेरको हिसाबले चाहिँ भर्खर ताती गर्दै गरेको पार्टी हो। यस्तो ताती गर्दै गरेको भिजनको हिसाबले, विचारको हिसाबले चाहिँ विशाल, तर उमेरको हिसाबले सानो पार्टीले आज उहाँलाई हामीले जति सकेको सम्मान गरेका छौँ, शब्दले सम्मान गरेका छौँ होइन। यो देशमा हरेक कुरामा राजनीति हुन्छ है। मेरो पार्टीमा आइस भने तँलाई म यहाँ पुर्याइदिन्छु, मेरो पार्टीमा गरिस् भने तँलाई म यो पोस्ट दिन्छु भन्ने खालका चाहिँ एउटा कुसंस्कारले जकडिएको राजनीतिक परिवेशबाट पीडित भएर पनि उहाँले थुप्रै पदकहरू यो देशलाई दिलाइदिनु भयो। तर पनि उहाँको मैले के अरे हार्दिक होटलमा सुने, यहाँ उहाँ
बसेर यही देशमा बसेर उहाँले जे कुरा उहाँ गर्न खोज्दै हुनुहुन्थ्यो त्यो कुरा गर्न नसकेर अहिले प्रवासतिर 2-4 वर्षको लागि पनि जानुभएको छ। तर उहाँ त्यहाँ बसेर पनि, विदेशमा बसेर पनि यो स्वदेशको होइन गाथा गाइरहने मान्छे, यहाँका इतिहास र यहाँका संस्कार संस्कृति, यहाँका सभ्यता र यहाँका विरासतहरूलाई जोगाउनुपर्छ भन्ने हिसाबले बाँचिरहेको एउटा मान्छे, कहिले एउटा होइन त्यो खालको मान्छे कहिले आएर द कमान्डोको एक्सन हिरोको रूपमा देखा पर्नुहुन्छ। घरि के उहाँले थुप्रै कुराहरू नेपालको चलचित्र जगतदेखि लिएर हरेक कुरामा चाहिँ योगदान गर्नुपर्छ भन्ने चेतनाले उठेर आउनुहुन्छ र यसपालि पनि एउटा प्रोजेक्ट लिएर उहाँ आउनुभएको रहेछ। त्यो प्रोजेक्ट सफल होस्, हामी सबैको शुभकामना छ र सकेको साथ सहयोग हामीले गर्ने नै छ। त्यो